मैले भ्लग तपाईँहरू सन्चै होला म पनि सन्चै छु अनि गाइस आज चाहिँ म ठुलामा घर जान लागेको हैन गाइस म पनि छु है यता अनि हामी चाहिँ अनि उसको ठुलामा घर जान लाग्छ अनि यस्तो के खानेकुरा अनि त्यस्तो खाएर आनु पर्यो जस्तो लाग्छ अनि मलाई चाहिँ अनि गाइस हुन्छ नि मैले कपाल काटेको छु अनि यस्तो तालु छ अनि त्यही भएर मलाई लाज लाग्छ अनि त्यही भएर म टोपी लगाउँदै हिँड्ने गर्छु अनि आज हेर्नु होला गाइस अनि भ्लग यस्तो खतरा हुन्छ अनि कति अनि तपाईँहरूलाई अब हामी ठुलामा घर पछि देखाउँछ है त गाइस होइन अनि हामी ओलिसकेको छ उसको ठुलामा घर जाने बाटोतिर हामी चाहिँ ओलिँदैछौँ अनि ऊ चाहिँ अगाडि जाँदै हेर्नु ऊ यता हेरिदिनु होला हेर्नु भ्लगर चाहिँ अगाडि छ अनि हामी चाहिँ म चाहिँ पछि आएको छु अनि आज उसको ठुलामा घरमा हामी रमाइलो गर्नेवाला छौँ उसको ठुलामा घर चाहिँ आज बिहा क्या अनि सानो बिहा अनि बिहामा हाम्रो निम्तो छ अनि निम्तोमा अनि हामी पनि जान लाग्यो अनि यसो मासुहरू खाइदिउँ न है पैसा छ टिका लगाइदिउँ त्यही भने यसो खाइदिउँ फ्रीमा मलाई चाहिँ टाइम छैन अनि म चाहिँ साथी मात्रै आयो अनि ऊ चाहिँ मक्कै परेर हिँड्दा चाहिँ हेर्नु गएको मक्क ऊ चाहिँ आज खतरा हो च्याप्टा भए ह्यान्डपम्प पनि छ अनि म चाहिँ तालु छैन म अनि हामी चाहिँ अनि आइपुगिसकेको छौँ उसको ठुलामा घरतिर सिधा होइन अनि हामी चाहिँ अनि एकदम बब्बाल छ क्या अझै बब्बाल रमाइलो हुनुपर्छ गाइस बब्बाल उसको ठुलामा घरनिर आइपुग्नलाई चाहिँ छ अनि हामी चाहिँ अब बाटो हिँड्दैछौँ अब आइपुग्न लाग्यो उसको यता माथि अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब कमेन्ट गर्नु होला पुरानो हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट गर्नु होला अनि यो युट्युब च्यानललाई एकदम भाइरल गराउनु पऱ्यो युट्युबलाई चाहिँ एकदम खतरा बनाउनु पऱ्यो अनि हामी यहाँ के अरे 1K सब्सक्राइबर भयो भने हामी 1000 रुपियाँ 1000 है गर्छु अनि त्यही हो अनि हामी चाहिँ आइपुगिसकेछौँ उसको ठुलामा घर हामी चाहिँ आइपुगिसकेछौँ अनि मेरो यतापट्टि हात गलेर यतापट्टि हात यस्तो गर्छु अनि आइसक्यो हामी चाहिँ गाइस मलाई चाहिँ टोक्न लाहा अनि यहाँ हेर्नु होला अनि कुकुरले चाहिँ मलाई डरला टोक्छ भने डरला अनि म चाहिँ यहाँ माथि बसेर हेर्छु डर लागेको छ अनि हामी चाहिँ आइसकेको छौँ अनि ऊ चाहिँ ठुलो आमाले भेट्न गएको छु अनि ऊ चाहिँ ठुलो आमाले भेट्न गइसकेको छ जाऊ मलाई कुकुरले डर लाग्यो जाऊ भेट मैले यहाँ कुकुरले टोकेदेखि डर लाग्यो हजुर करा खाएन हामी अब रिजनको ठुलियामा भेट्न आयो रिजन बोलाएपछि नि म त माथि भुलभुलतिरको गुरुमुरु नहुन आएछ के अरे भने आज खोला जान आएछ के अरे भन् रिजानको छोरी मम्मी को रिजान छोरी को रिजान भन् गाइस मलाई चाहिँ कुकुर
कुकुरले पछि पछि लागिसकेको छ अनि मलाई डर लाग्यो डर लाग्यो म चाहिँ यता बस्छु अनि एक कुकुरमा टोक्न आएको अनि मलाई लो डर लाग्यो डक्क लगाएर एउटा कुरा कान खान्छु भन्छाइसक्यो नि हो रिमाको भाइ हो एउटा मन दिइरहेको त्यसो गाई त्यस्तो हाम्रो परिकार अनि यस्तो टक्क लगाएर बब्बाल यस्तो गाई आज हुरी हर्दी बदास आउँछ भने यहाँ चाहिँ खाने सुरु भइसकेको छ यो गुल भेडा जानुलाई अमिलो खायो भने चट हुन्छ नि तिमीलाई नि हालिदिउँ खाऊ न ल जान मिठो हुन्छ नि अमिलो अचार खायो त्यस्तो नसक्ने काममा गएको कब्रिँदै गएको छ ए रातो न रातो आँखा बनाउँदै काम हिँड्दै किन यो नसकी किन चाहिँ मर्चा खाएर गरेको सासल चिन्नु त्यहाँ आफ्नो ज्यानको आड राख्नु पर्ने जाड खायो भने छानिन्छ है छ्यामाले खायो भने छानिन्छ भात पकाइदिन्छ भने तिमीहरू खाएर भन्छ त नि खानुपर्छ कि हातमा पातमा ठुलो मान्छे हुँदैन आएर गप्प गुप्प खानुपर्छ हामी सानामा त्यति हुन्थ्यो ठुलो मान्छेहरूले दियो गप्प गुप्प खाए मान पनि चाहिन्छ गोरा ढुली जानुपर्छ है कता लाने हो र गाई कता लाने बब्बाल सक्दैन सारा मित्र बस्छ कुद्ने क्या घरिघरि फेरि डाँफे त्यहीलाई चाहिँ यतिकै फिगर चाहिँ डाँफे त्यही डाँफेर न फेरि सुन छ छैन बाबु तेरो घरमा कालो छ बुङ्गुर कि कालो बुङ्गुर छैन ठुलो छ खासै ठुलो छैन हो यो मगानी मेरो फुकुली हाल्छ है यो मठा जहाँ सानो खान्छ कहाँ जान्छ र तुस बताइ गोरा जाने हो दिउँसो अब खै कता जाने गोरालो जा भन्दा के अनि खाएर रल्ल पऱ्यो माल त टाउको दुखेछ है टाउको दुखेछ माललाई चलायो भने माल टाउको दुखेछ टाउको कहाँ पुग्छ मेरो थाहा छैन भन्नुपर्छ त्यही जान हार लागेको
कोठाल जा भनेमा जानु पर्ला नि सुविधा नाफे लागेर के भनिदिँदैन कस्तोलाई मलाई मजाले टोक्यो एक थप्पड हानिदिएर भुइँमा ठ्याक्कै छैन खसेको त्यसको थुदुना त्यो सुजी थुदुना चाहिँ भित्रको थुदुना झिकेर राख्दै थियो त्यो डाँफे हुनु सकेको छैन त्यो अचार खाने हो अलि तिमी खाने हो भरे बिरुवा हो भएन भरे त भात साह्रै म खाएँ है मकै बढिसिन है एकपल्ट झोल फाल्दै सधैँ जान्छ अझ भिटामिन जाला नि त्यो टरो हुन्छ नि अहिले त काट्नु पऱ्यो खानु काटिङ बढी उठ्या उजु उजु किरा छ घाममा सुकाएर धुनु सिक्दैन त्यो भएर नानी चाहिँ अस्ति सुगा होइन त्यो सुकाएर बार भरि खाँदैन नभएर पानी त के गर्नु घडी आएर पिची पिची चोर पर्छ भन्ने Leasing. Okay. पुग्यो बाबु जाँड पुग्यो हेन डाके आउँदैछ त डाफे अलि आउँछ यहाँ भित्र थियो हिजो झन् मारेन है चाँडा मारे त्यो ढोकडेपछि त्यहाँ धर्दै त्यो थुप्रै आउँछ गाई समस्या गाई समस्या आउँछ नि त भनेर भन Bye.